कति राम्री हुनुभएको गुरुङ ड्रेसमा भर्खरै हाम्रो विश्व कीर्तिमा कायम गर्ने हाम्रो महान चेली एकदमै सेल्युट छ मेरो तर्फबाट। हाम्रो सारा नेपाली हामी छोरीहरूले सिक्नुपर्ने एउटा उदाहरण हो है हाम्रो सम्पत्ति। सबैजनालाई र यहाँ उपस्थित हुनुभएको सबैजनालाई नमस्ते भन्न चाहन्छु। कारणले गर्दाखेरि चाहिँ म यहाँ आउनु पाएको हो, मेरो यो पहिलोचोटिको भिजिट हो। विशेष धन्यवाद र यहाँको पालिकाको अध्यक्षले यो त्यत्रो प्रोग्राम अर्गनाइज गर्नुभएकोमा पनि विशेष धन्यवाद र आज सम्मानित गर्नुभएकोमा पनि धेरै धन्यवाद। यहाँ तपाईँहरूले कतिजनाले चिन्नुहुन्थ्यो होला, मिटरको हिमाल चाहिँ मैले 7वटा अनि पाकिस्तानको संसारकै सेकेन्ड हाइएस्ट पिक K2 लगायत गरेर हिमाल मात्रै मैले चाहिँ चुचुरा के अरे 8वटा सब्मिट गरेको छु भने सगरमाथा मात्रै मैले 6 पटक सब्मिट गरेको छु। मैले सेन्टली 1 हप्ता मात्रै भएको छु सगरमाथाबाट आएको। मैले दाइलाई पनि भेटेको थिएँ क्याम्पिङमा र मेरो अनुहार चाहिँ अलिकति गोरी थियो, अलिक काली भएको छु होइन, हिमालबाट भर्खर आएको भनेर बोल्न लागेको। सो अब म नेवारको छोरी हो। हामीले चाहिँ हिमाल चढ्ने भनेपछि चाहिँ एकदम उत्तरी के अरे हिमालको भेगमा बसेको होइन, हिमालमै चढेको शेर्पा गाइडहरू र विदेशीले चढ्ने भन्ने कुरा गर्छ होइन। म त मेरो घर गोर्खा आलुघाट, म यही प्रदेशको चेली हो। मलाई यो प्रदेशको प्रडक्ट भन्न चाहन्छु, किन भन्दाखेरि अन्नपूर्ण धौलागिरी मैले चढ्दाखेरि चाहिँ मलाई प्रदेश गण्डकी प्रदेशबाट सपोर्ट गर्नुभएको थियो। अन्नपूर्ण चढ्दाखेरि पनि मेरो एकदम लामो कहानी छ। मैले 2021 मा चढेको हो। मेरो चाहिँ मलाई चाहिँ अब जस्तो मान्छेको सबैजनाको सपना हुन्छ कि संसारकै सबभन्दा हाइएस्ट पिक होइन सगरमाथा चढ्ने भनेर सोच बनाइसकेको थियो। मैले त्यो 2018 मा योभन्दा 7-8 वर्ष अगाडि चाहिँ मैले पहिलोचोटि सगरमाथा चढेको हो र मैले मेरो आफ्नो हिमालको यात्रा चाहिँ मैले मेरो आफ्नै गोर्खा जिल्ला मनासुलुबाट सुरुवात गरेको हो। र त्यसपछि चाहिँ मैले एभरेस्ट चढेँ। एभरेस्ट चढिसकेपछि सगरमाथा चढिसकेपछि चाहिँ अब सगरमाथा चढिसकेपछि चाहिँ अरू हिमालहरू चाहिँ किन चढ्नु पर्यो होइन, होचो हिमालहरू किन चढ्नु पर्यो होइन, संसारकै सर्वोच्च शिखर पुगिसक्यो होइन, अन्नपूर्ण किन चढ्नु पर्यो, धौलागिरी किन चढ्नु पर्यो, यो हिमालको के अर्थ छ भन्ने गर्थ्यो। र मलाई यो बिचमा चाहिँ मेरो यो 9 वर्ष भयो मैले यो हिमालको यात्रा लागेको। मेरो जति पनि मेरो एनर्जी, मेरो टाइम, मेरो पैसा, मेरो आफ्नो पिआर चाहिँ मैले हिमालमा इन्भेस्ट गरेको छु। जसलाई भेट्दाखेरि पनि मैले त्यति बेलामा चाहिँ म एउटा सामान्य किसानको छोरी, मलाई एकदम धेरै गाह्रो थियो त्यही बेलामा इकोनोमीको यो आर्थिक कलेक्सन गर्दाखेरि। अनि के भयो, जसलाई भेट्दाखेरि पनि कोही मान्छे बाटोमा भेट्यो भने ओहो तिमीले कस्तो राम्रो काम गरिरहेको रहेछ पूर्णिमा भनेर मलाई चाहिँ एकदम तारिफ गरिरहेको पनि यो मान्छेले चाहिँ मलाई 10,000 दिए पनि हुन्थ्यो भन्ने त्यस्तो थियो। योभन्दा कति वर्ष भने 5-6 वर्ष अगाडि, किनभने मेरो लगातार वर्षेनी हिमाल थियो 8,000 मिटर माथिको हिमाल। र अनि तिमीलाई त यो एडिसन हो, मलाई कतिजनाले अहिले पनि सोध्छ होइन यो लत लाग्छ हो हिमाल चढ्नलाई, किन चढिरहेको, हिमाल चढेर के हुन्छ, के पायो होइन, किन गरिरहेको यो कुरा, यत्रो पैसा खर्च गरेर भनेर होइन। मलाई चाहिँ मान्छेहरू कतिजनाले चाहिँ कामै नगएर हिमाल चढिरहेको छ भने जस्तो सोचिरहेको थियो होइन। र बिस्तारै बिस्तारै हिमाल एकपछि चढ्यो, कुनै ऋण खोज्यो, कुनै के गर्यो होइन, दुनियाँ दिवाना गर्यो, कहिले कोभिड भएको छ, कहिले सफल भएको छैन, कहिले के भएको छ, मेरो ध्यानै त्यही मात्र थियो अनि त्यसपछि चाहिँ मैले यो 2 वर्ष यो मेरो आफ्नो लक्ष्य चाहिँ 14 पिक थियो, संसारकै 14वटा हिमालहरू चढ्छु म भनेर। र यो 23 मा मैले चाहिँ यो एकदमै त्यति बेलामा चाहिँ इकोनोमिक क्राइसिस थियो नेपालमा। कतिजनाले मेरो त्यो बेलामा चाहिँ यो प्रोजेक्ट नगर भनेको थियो, तर पनि मैले गरेँ होइन, जे गरेर भए पनि जान्छु भन्थेँ। अनि मैले चाहिँ सबैजना यहाँ धेरैजना चाहिँ अभिभावक हुनुभएको भएर चाहिँ मसँग भएको कुरा भनेको एउटै कुरा थियो, मेरो एउटा चाहिँ म प्रयास एकदमै म कोसिस गर्छु भन्ने थियो। त्यो कोसिस चाहिँ सबैजनासँग हुन्छ जस्तो लाग्छ क्या, मैले अझै कोसिसले त्यहाँ पुगेको हो होइन। मान्छेले चाहिँ मलाई नगर हुन्छ यस्तो छ भनेर कहिले पनि कहिले पनि बहाना बनाएन हिमाल चढ्नलाई चाहिँ, मेरो यो कारणले चाहिँ म रोकिनुहुन्न भन्ने चाहिँ थियो। त्यसरी नै मेरो आफ्नो
सुरुवात गरेको। सुरुवात गर्दा गर्दै नै मैले 15 पल्ट होइन 8000 मिटरको उचाइमा पुगेको रहेछु। मैले कहिले पनि कल्पना गरेको थिएन कि मैले चाहिँ सगरमाथा चढेपछि यति धेरै 8000 मिटरको हिमाल चढ्छु भनेर। र अनि मेरो त्यो 23मा मेरो आफ्नो सपना चाहिँ मैले किन एभरेस्ट लगाएँ, 20बाट चाहिँ मैले एभरेस्टमा लगाएँ। अरू यो नेपालको हिमाल त मलाई कति धेरै सपोर्ट गर्यो, कम खर्च लगायो र बाहिरको हिमाल धेरै महँगो भएको कारणले गर्दाखेरि मेरो त्यो एनर्जी भएन, त्यो फाइनेन्सियली पैसा उठाउने एनर्जी नै भएन। बरु म जति चढ्न मन लागिरहेको छ, मलाई हिमाल चढ्न मन छ, जति चढ्न मन लागेको हिमाल चाहिँ म नेपालकै हिमाल, त्यो पनि सगरमाथा चढ्छु। मलाई मन लागुन्जेलसम्म म सगरमाथा चढ्छु भनेर मैले चाहिँ फेरि मलाई रिस पनि उठेको, मलाई आवेग जति मन लागिरहेको छ भनेर। अनि 2024मा चाहिँ मेरो एउटा प्लान गरेँ। मैले एउटै सिजनमा 13 दिनमा 30 सगरमाथा चढेर मैले यो वर्ल्ड रेकर्ड कायम। धन्यवाद। त्यसपछि चाहिँ फेरि सगरमाथा किन जाने होइन, मलाई यो कति धेरैजनाले क्वेसन गर्छ, एकचोटि चढे भएन किन पटक पटक गइरहेको भन्थ्यो। मैले 2025मा चाहिँ अब हिमाल चढ्यो, यति धेरै पैसा खर्च गर्यो, आफ्नो समय गयो होइन, तर पनि मैले 25मा मैले यो गरेँ कि म चाहिँ एउटा फोटो जर्नलिस्टको हिसाबले चाहिँ म काम गर्छु भनेर हाई अल्टिट्युडको फोटोग्राफर भएर एउटा कम्पनीसँग मैले चाहिँ एउटा पेमेन्ट लिएर चाहिँ मैले फोटो खिच्न थालेँ। योभन्दा अगाडि पनि मैले 5औँ चोटि चाहिँ मैले आफूले पैसा तिर्नु परेन कम्पनीलाई, उल्टो मैले पैसा लिएँ होइन, पेमेन्ट गरेर हिमाल चढेँ। र मलाई अहिलेको यो रिसेन्टली अहिले चढेको पनि मैले पेमेन्टै लिएर गरेको। मलाई यति गर्व लाग्छ कि होइन, 8000 मिटर माथिको एउटा केटीले होइन क्यामेरा बोकेर काम गर्छु भनेर कुन चाहिँ केटी छ संसारमा होइन। त्यो कुरा म आफैलाई पनि होइन, मैले कस्तो प्रडक्ट लिएर आएँ, कस्तो फोटो खिचेँ भन्दा पनि होइन, मैले कस्तो खिच्न सक्छु त्यो कुराहरू मलाई केही फरक पर्दैन। तर मलाई मेरो आफ्नो साहस आँट होइन, म गरेर देखाउँछु। सुरुमा त म काम गर्छु भन्दाखेरि कसैले पनि पत्याउँदैन, तिमीलाई आफैलाई नै गाइड चाहिन्छ होला, किन तिमीलाई इन्भेस्ट गर्ने भन्थ्यो होइन। तर लास्ट इयरदेखिबाट चाहिँ मलाई कम्पनीले होइन, सत्र एडभेन्चर भन्ने कम्पनीले उहाँले मलाई ल तिमी गर, जस्तो जे गर्न सक्छौ तिमी गर भने। अनि यो इयरमा चाहिँ मैले रोइटर्समा पनि मैले फोटो कन्ट्रिब्युट गरेँ होइन, एकदमै राम्रो भएको थियो। अनि सबैजनाले त्यसपछि मलाई फेरि तारिफ गरे, ओ तिमीले गर्न सक्दो रहेछ भनेर। हामी अहिले पनि हाम्रो फिमेललाई हेर्ने दृष्टिकोण चाहिँ हामीले एकदमै रिजल्ट देखाउनुपर्छ, प्रुभ गराउनु देखाउनुपर्छ होइन। त्यसको लागि चाहिँ हामी अरूले कस्तो भन्छ भनेर केही फरक पर्दैन, कन्टिन्यू गर्नुपर्छ एकदम निरन्तरता र प्रयास र हार्डवर्किङ हो मेरो यो सबैको सफलताको देखाइ चाहिँ। यति भन्दै होइन, मेरो कति लामो कुरा छ, मलाई त यहाँ अन्नपूर्णतिर त छोएकै छैन होइन। पछि फेरि कुनै बेलामा आएर राति भइसक्यो अनि कुरा सेयर गरौँला। धन्यवाद। श्रेष्ठजी हुनुहुन्थ्यो। एकदम रमाइलो भयो। मलाई त एकदम सबभन्दा रमाइलो पूर्णिमा बहिनीलाई भेटेर भएको छ। आहा के खाजा खानु लाग्नु भएको, कति राम्रो हुनुभएको गुरुङ ड्रेसमा। भर्खरै हाम्रो विश्व कीर्तिमा कायम गर्ने हाम्रो महान चेली, एकदमै सेल्युट छ मेरो तर्फबाट। हाम्रो सारा नेपाली हामी छोरीहरूले सिक्नुपर्ने एउटा उदाहरण हो है, हाम्रो सम्पत्ति, हाम्रो नेपाली छोरी।